हेलो एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल। आज धेरै पछि म यसरी भिडियो बनाइरहेको छु। अब तपाईहरु सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु यता हैन। अनि अब मौसम भनेको अब चेन्ज हुँदैछ, जाडोबाट अब गर्मी सुरु हुँदैछ। धेरै अब भिडियो नबनाएको चाहिँ अब यसो भिडियो बनाइदिउँ भनेको। अब ड्युटी थियो कन्टिन्यू, त्यही भएर भिडियो सिडियो बनाउनु पाइएको थिएन। नयाँ भिडियोहरू यसो टाइम भयो भने चाहिँ हालौँ भन्ने सोचेको। यसो हेरिदिनु होला, लाइक गरिदिनु होला, कमेन्ट गरिदिनु होला, सब्सक्राइब नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला, बेल आइकनलाई बजाइ अलमा राखिदिनु होला। बस मेरो भिडियोलाई आज यहाँबाट सुरु गर्न चाहन्छु है त। हामी चाहिँ एक्सपर्टाइजतिर यसो अब घुमघाम गर्नु गइदिउँ भनेको। हाम्रो बड्डा दाइ चाहिँ मस्त सुतिराख्नु भएको छ। यो चाहिँ हाम्रो बड्डा दाइ हो हैन, सुताइ हेर्नुहोस्। घर रोल्पा रेडी पनि भइयो। अब लाग्दिन बड्डा होइन, खासै हेरिँदैन क्या, कहिलेका यसो होइन हेरिन्छ पो। कता हो भिडियो पनि। कपाल चाहिँ ननुहाएको कति दिन भइसक्यो। फेरि मिठो निन्द्रा लागिरहेको थियो हो र। अब निन्द्रा हटाउनु न त, अनि यसो घुमघाम गर्नुपर्छ। धेरै सुत्यो क्या रुममा। हैन के गर्नुपर्ने? हेर्नु नि, फुटबल खेलेको हेर्नु नि, के गर्नु र। यो चाहिँ एक्सपर्टाइजको ग्राउन्ड, फुटबल गेम भइरहेछ यता चाहिँ। ल मुजी अब गोल खायो कि न? अब खाइगयो गोल। अब ल गोल त्यो त हामी किपरले मिस्टेक गरेको हो पुरा। कहाँ नाच्थेर अनि बाजे ठिक छ। म चाहिँ हुटिङमा मात्रै आएछ। ल खेल्नुपर्ने हो। केटाहरूको लिएर खेल्दा पो त न। गोल हुनु गाह्रो भयो त। भन्न त्यो सुपरभाइजरले इसका बोल्नेको बनाइदियो होइन, गयो गोल भइसक्यो सेभ भयो यार। कस्तो लाडो रहेछ मान्छे यहाँ कति थियो यार। किपरले सेभ गरेको त नि, कति पर आएको रहेछ।
राम्रो पास आएको छ सुट अलिक फ्यातुलो भयो कि होइन तर मिल्दैन भने जस्तो गाह्रो छ कहाँ राख्यो यार बल टोपी लाएर ए त टोपी लाएर खेले यार बड्डालाई अब चाहिँ जोसायो होला अलिकति होइन फेरि आउटै जान्न त्यो बल त ती हान्यो नि मान्छे हावाले गर्दाखेरि राम्रो लाग्यो त हेन छ नि त्यस्तो यार पेलान्टी थिएन नि पुरा हेन थियो नि त्यहाँ अनि हेनै देखेन हो एक्लै होइन हौ के हो अन यो त अति बिल्ला गरेर हान्दियो त यार कुन कम्पनी गरेको बस्ने के जानु अहिले नि एकपल्ट चाहिँ राख्या फरेन थियो राम्रो राम्रो टिम छैन ट्वाक गरेर होइन भएन होला कस्तो कि नङ्ग्रे हाने कि हो कस्तो देख्दै देखिन त यार म त गएको लुङ्गा लाग्छ त पुरा छिरे त्यहाँ हान्न जानु न कहाँ हान्ने हुन्छ तेरे कस्तो सिधा हानेको त है गेस हानेकै हो सिम्पल
यस्तो हाने के हो बुढो मान्छेले सेब हान्नु पर्यो नि त ल सेब हान्दै गोल हान्नु पर्यो कन्टिन्यू कस्तो लाग्छ मलाई त पावर हान्छ नि अरे कहाँ बाहिर हाल्यो नि गाह्रै छ राम्रै छ बाहिर पेनाल्टी कस्तो छ जितिसक्यो जितेन हो र किपरले आउनु नि त आइहाल्छ ल तर पावर त उपर हान्छ नि राम्रै हान्ने रहेछ पावर त हान्छ है गोल राम्रो हान्यो डिफ्रेन्ट खेल्नेहरूले राम्रो हान्छ क्या यो चाहिँ के भन्ने चाहिँ हुन्छ निरज दाई खतरा छ अहिले त ओ केटा ओइ हुँदै थियो त जित होइन लाग्नु पर्ला अब दाइको नि टक्क होइन गेम सेम सक्यो अब रुमतिर जाँदै हामी चाहिँ एक्सपर्टाइजमा गेम सेम पनि हेरिसक्यो ल तपाईँहरूले नि भिडियो राम्रोसँग हेरिदिनु भएकोमा तपाईँहरूलाई धेरै धेरै धन्यवाद अब अर्को भिडियोको लागि चाहिँ यसो कमेन्टहरू लाइकहरू गरिदिनु होला होइन यो चाहिँ हाम्रो सबै एआरसी ग्रुप हो अनि मेरो बाजे हो यो चाहिँ ल अहिलेलाई चाहिँ जितेर आइयो होइन जितेर आइयो हामी त अब खेल्दैन बाजेहरूको टिमले चाहिँ जित्नु हो हामी चाहिँ होर्डिङ हाल्न गएको भनौँ न अब भिडियो बेला बेला आउँदै गर्छ यसो लाइक कमेन्ट हानिदिनु होला ल अहिलेलाई चाहिँ बाई बाई है त